चैते दसैँ तुर्लुङकोट मेला तुर्लुङकोट मेला पापिनीको याद आयो यही बेला दूर डाँडे दाइ दूर डाँडे दाइ माया मार्यो रे भन्देऊ मायालाई। धन्यवाद। आफू जनजुरी गीतलाई सम्झिएँ म पहिलोचोटि। अनि त्यस पछाडि यता भजन समूह आउनुभएको छ दाइ दिदीहरू, उहाँको लागि सम्मान एउटा सानो एउटा सम्मान। म त्यति पोख्त त छैन होला। जपौँ हरिलाई जपौँ हरिलाई तिम्रो हाम्रो सम्झना जुनीभरिलाई जपौँ हरिलाई जपौँ हरिलाई तिम्रो हाम्रो सम्झना जुनीभरिलाई तिम्रो हाम्रो सम्झना जुनीभरिलाई। धन्यवाद। अघि दुराडाँडे दाइ किन गाएँ भने आदरणीय दाइ नारायण सर यहाँ हुनुहुन्थ्यो, गइसक्नुभयो। उहाँको लागि हो मैले बुझेको। मलाई आशीर्वाद दिइरहनुहुने काठमाडौँ आउने बेलामा पहिलो साक्षी आदरणीय दाजु नारायण सर हुनुहुन्थ्यो। उहाँलाई यही मञ्चबाट सम्मान व्यक्त गर्न चाहन्छु। र अब केही गीतहरू गाइयो होला। अघि रामबहादुर बुवाले सार्की बजाइरहँदाखेरि मलाई होनीमाया गन्धर्व बुवाको याद आयो, स्वर्गीय झलकमान गन्धर्वजीको याद आयो। तर उहाँहरूले गाएको गीत मैले सुन्न पनि सक्दिनँ, म छेउमा पनि पुग्न सक्दिनँ। यहाँहरूले जे रूपमा मलाई बुझ्नु भएको छ, हेर्नु भएको छ, त्यति भए काफी छ। तर म झलकमान गन्धर्व बुवाको गीत गुनगुनाउँछु मात्रै म, तर पनि म दुस्साहस त गर्दिनँ। एक टुक्का यहाँ सुनाउँछु। मैले बहिनी सीता श्रेष्ठसँग गाएको एउटा गीत तिम्रो नै माया लागेर साङ्गी भन्ने गाएको थियो। तर मैले त्यसलाई न्याय दिएँ त भन्दिनँ, तर दोहोरीको भाकामा ढालेको थियौँ। रोदीको मादल आकाशको बादल बादलमै जुन पर्छ रोदीको मादल आकाशको बादल बादलमै जुन पर्छ नजर र भाग्य फरक हो नानी कुन पर्छ नजर र भाग्य फरक हो नानी कुन पर्छ धन्यवाद। यति भन्दै म